डलर कार्डमा पैसा ट्रान्सफर गर्ने तरिका। फर्स्टमा त तपाईँको आफ्नो अकाउन्ट लगइन गर्नुहोस्। लगइन गरे पछाडि यसमा कार्ड देखाइरहेको छ सेकेन्ड अप्सनमा, कार्डमा क्लिक गर्नुहोस्। यसमा म डलर कार्डमा पैसा ट्रान्सफर गर्न दिइराखेको छ, सो यसलाई मेरो डलर कार्ड ओपन गर्नुहोस्। यसमा मेरो ब्यालेन्स देख्न सक्नुहुन्छ। यसमा $2 ब्यालेन्स छ भने म यसमा केही ब्यालेन्स ट्रान्सफर गर्न चाहन्छु, सो ब्यालेन्स टपअपमा क्लिक गर्नुहोस्। कति ट्रान्सफर गर्ने त अहिलेलाई म जस्तो $20 ट्रान्सफर गर्ने हो भने यसमा $20 लेख्दिएँ। यसमा ब्यालेन्स लोड लिमिट, यसमा तपाईँले $500 सम्म तपाईँ ट्रान्सफर गर्न सक्नुहुन्छ र यसमा यति गरिसके पछाडि प्रोसिड बटनमा क्लिक गर्नुहुन्छ। यसमा प्रोसिडमा क्लिक गरिसके पछाडि यसमा ट्रान्सफर टपअप चार्ज $500 एक्स्ट्रा तिर्नुपर्छ तपाईँले भनिराखेको छ। $500 पठाउँदा पनि 500 टपअप चार्ज लाग्छ भने $20 पठाउँदा पनि 500 नेपाली पैसा नै काट्ने हुन्छ र यसमा यति गरिसके पछाडि प्रोसिड बटनमा क्लिक गरिदिनुहोस्। यसमा तपाईँको आफ्नो अकाउन्टको पिन नम्बर डायल गर्नुहोस्। त्यस पछाडि युक्रेन बटनमा क्लिक गरिदिनुहोस्। यस ब्यालेन्स लोड सक्सेसफुल देखाइरहेको छ, यसलाई डन गरिदिनुहोस्। मैले डन गरिदिएँ र तपाईँलाई मेरो ब्यालेन्स एकचोटि फेरि देखाएँ। म सेकेन्ड अप्सन कार्डमा क्लिक गरेँ र भर्चुअल डलर कार्डमा क्लिक गरेँ र स्क्रल गरेँ। यसमा देख्दै हुनुहुन्छ मेरो यसमा अहिले $22 ट्रान्सफर भइसक्यो। यसमा $20 ट्रान्सफर भएर $22 भएको छ। यसरी हामी डलर कार्डमा अथवा भर्चुअल डलर कार्डमा पैसा ट्रान्सफर गर्न सक्छौँ।